नेपालका धेरै घरमा पाइने यो सामान्य देखिने बिरुवाको बारेमा धेरैले सुन्नुभएको होला। कतिपयले यसलाई मृगौलाको पत्थरीका लागि उपयोगी मान्छन्। मैले पनि डाक्टरको सल्लाहमा यसको प्रयोग गरेको थिएँ। मेरो अनुभव कस्तो रह्यो, यसको वैज्ञानिक नाम के हो, आजको भिडियोमा सबै कुरा जान्नेछौँ। मेरो एउटा सानो रिक्वेस्ट, यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी अल नोटिफिकेसन क्लिक गर्न नबिर्सनुहोला, किनभने यस्तै महत्त्वपूर्ण जडीबुटी र रुख बिरुवाबारे सबैभन्दा सुरुमा हेर्नको लागि। ढिला नगरी भिडियो सुरुवात गरौँ। यसको वैज्ञानिक नाम हो ब्रायोफिलम पिनाटम। यो चाहिँ क्रासुलेसी परिवारको बहुवर्षीय रसिलो औषधीय बिरुवा साथीहरू। यसलाई कतिले देख्नु भएको छ। यसलाई अङ्ग्रेजीमा लाइफ प्लान्ट, इयर प्लान्ट र मिराकल लिफ भनेर पनि चिनिन्छ। पत्थरी चट्टा कसरी चिन्ने त साथीहरू? यसको पात बाक्लो, हरियो र रसिलो हुन्छ। यसको सबैभन्दा विशेष चिनारी भनेको पातको किनाराबाट ससाना बिरुवाहरू आफै उम्रिनु हो। यसलाई धेरै पानी आवश्यक पर्दैन र गमला र बगैँचामा सजिलै हुर्काउन सकिन्छ। मेरो व्यक्तिगत अनुभव, केही समय अघि मलाई मृगौलाको पत्थरी भएको थियो। त्यसपछि मैले डाक्टरसँग परामर्श लिएँ र केही चाहिँ एलोपेथिक औषधि पनि लिएर डाक्टरको सल्लाहमा चाहिँ उहाँले भन्नुभयो तपाईँले पत्थरी चट्टा चिन्नु भएको छैन, चिन्नु भएको छ भने त्यसलाई पनि प्रयोग गर्नुहोला र त्यसको पात लिएर त्यसलाई चाहिँ पिदेर तपाईँले चाहिँ त्यसको रस चाहिँ पिउने गर्नुहोला थोरै भन्नुभएको थियो। सोही अनुसार चाहिँ मैले यसको चाहिँ सेवन गरेको थिएँ र केही समयपछि पुनः जाँच गराउँदा पत्थरी देखिएन साथीहरू। मेरो चाहिँ पत्थरी गयो हैन। त्यसपछि चाहिँ मेरो व्यक्तिगत अनुभव हो। त्यसैले सबैमा यही नतिजा आउँछ भन्ने दाबी म गर्दिनँ। परम्परागत प्रयोगको कुरा गर्दाखेरि साथीहरू, यो चाहिँ मृगौलाको पत्थरी घाउ, जलन र सोजन लगायतका समस्यामा प्रयोग हुँदै आएको छ। यसको प्रभावबारे अझ वैज्ञानिक अनुसन्धान भइरहेको छ, तर यो चाहिँ ममा चाहिँ आएको चाहिँ परिवर्तन हो साथीहरू। मैले चाहिँ यसको सेवन सही तरिकाले थोरै चाहिँ 1 गिलास मैले लिएको थिएँ र सोही अनुसार मलाई चाहिँ यसले ठिक गरेको मैले महसुस गरेँ साथीहरू। यदि तपाईँलाई मृगौलाको पत्थरी वा अन्य स्वास्थ्य समस्या छ भने कुनै पनि जडीबुटी प्रयोग गर्नु अघि चाहिँ डाक्टरको सल्लाह अवश्य लिनुहोला, किनभने यत्तिकै प्रयोग नगर्नुहोला। यदि तपाईँको घरमा पनि पत्थरी चट्टा छ भने कमेन्टमा छ भनेर लेख्नुहोस्। यस्ता औषधीय वनस्पति र उपयोगी जानकारीका लागि भिडियो हेर्न लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला है त साथीहरू। धन्यवाद। फेरि अर्को